सांख्य दर्शन भनेको के हो हजुरबा? सांख्य दर्शन 6वटा दर्शनहरू मध्ये षट दर्शन भन्छ त्यसलाई। षट दर्शन मध्ये सांख्य दर्शन एउटा महत्त्वपूर्ण दर्शन हो। यो आत्मा, परमात्मा, प्रकृति, पुरुष, जीवन, जगत आदिको विवेचना गर्नुलाई दर्शन भनिन्छ। संख्या वा गणना सम्बन्धी कार्यलाई सांख्य भनिन्छ। अब यहाँ हामीले सांख्य दर्शन भनेको जीवन, जगत, आत्मा, परमात्माका सम्बन्धमा संख्याद्वारा पुष्टि गरिने दर्शनलाई सांख्य दर्शन भनिएको छ। यो सांख्य दर्शनका यो पहिलो विश्लेषक वा पहिलो प्रवर्तक कपिल नाम गरेका ऋषि हुन्। श्रीमद् भगवत गीताको 10औं अध्यायको 26औं पद्यमा सिद्धानाम कपिलो मुनिहि भन्ने त्यहाँ उल्लेख गरिएको छ। अर्थात् कृष्णले सिद्धहरूमा म कपिल हुँ भन्नुभएको यो प्रसङ्ग उल्लेख गरिएको कारणले कपिल ठूला ऋषि हुन् भन्न सकिन्छ। कपिल ऋषिले आफ्नो सांख्य दर्शनको विचारहरूलाई आफ्ना चेला आसुरीलाई दिए। त्यो ज्ञान आसुरीले त्यही ज्ञानलाई पञ्चशिखलाई दिए। पञ्चशिखले त्यही ज्ञानलाई बोधुलाई दिए र यो बोध हुँदै अहिलेसम्म यो सांख्य दर्शनको परम्परा आएको देखिन्छ। यो परम्परामा त्यो सांख्य दर्शनभित्र मानव जीवनमा 25वटा तत्त्वहरूको अहम भूमिका रहेको उल्लेख गरिएको छ। ती 25वटा तत्त्वहरूमा 5वटा ज्ञानेन्द्रिय जसमा आँखा, नाक, कान, छाला, जिब्रो, त्यस्तै 5वटा कर्मेन्द्रिय जसमा मुख, हात, गोडा, जनेन्द्रिय, मलद्वार, त्यस्तै 5वटा तन्मात्रा जसमा शब्द, रस, रूप, गन्ध, स्पर्श, त्यस्तै 5वटा पञ्चमहाभूत पृथ्वी, जल, तेज, वायु, आकाश। अब यी 20वटा भइसके। अब मन 21, बुद्धि 22, अहंकार 23, प्रकृति 24 र पुरुष 25। यो 25वटा शक्तिको कारणले हाम्रो जीवन सार्थक भएको छ। अथवा यिनै 25वटा तत्त्वले हाम्रो जीवनमा आफ्नो काम गरेका छन्। यी 25वटा तत्त्वहरूमा सबैको भूमिका त्यत्तिकै छ, सबैको काम त्यत्तिकै छ, सबैको कर्तव्य त्यत्तिकै छ। यिनीहरूमा एकको अधिकार अर्काले हनन गर्दैनन्। कानले सुन्ने काम गर्छ, आँखाले देख्ने काम गर्छ, मुखले बोल्ने काम गर्ला, हातले लिने दिने काम गर्ला, गोडाले हिँड्ने काम गर्ला, जनेन्द्रियले तपाईँको चाहिँ सृष्टि गर्ने काम गर्लान्, अनि तपाईँको मलद्वारबाट चाहिँ दिशा पिसाब बाहिर जाला। त्यो आफ्नो क्षेत्रको काम सक्रिय भएर गरेका छन्। हामीभित्र फेरि मन, बुद्धि, अहंकार, प्रकृति, पुरुष, यो अदृश्य शक्ति, अदृश्य ऊर्जा छ। यी सबैको एउटा संयोजन नै सांख्य दर्शन हो। यो सांख्य दर्शनमा एकको अधिकार अर्काले हनन गर्दैनन्, सबैले आफ्नो कर्तव्य पालन गरेका छन् र यी सबैमा यो आत्मतत्त्व महत्त्वपूर्ण छ। त्यो आत्मतत्त्वले छोडिदियो भने यो पृथ्वीमा शून्य जस्तै भएर शरीर ढल्दछ, जसलाई हामीले मृत्यु भन्ने गरेका छौँ। बुझ्नुभयो बाबु? बुझेँ हजुरबा। हस् बाबु, प्रश्न गर्दै गर ल। हुन्छ।